हेलो गुड मर्निङ। आज 8औं दिनको यात्रा। ल यता यो दिङबोचेबाट आमादम्मलको काखबाट अब यो एउटा इन्डियन मुभी डङ्की रोड भन्ने छ, तल्लो बाटो अमेरिका जाने। यस्तै उफाड पहाड मरुभूमिहरूमा कुदेको देखाउँछ। ठ्याक्कै त्यही डङ्की रोडको फिल्मको गजलको आउने खालको हिमाली मरुभूमि। फोक्सो फुलिङ एयर नट पुलिङ। अनि अलिक समस्या त्यो छ, हेर्दा एकदम समथार देखियो पनि यो 44-45 को अल्टिच्युडमा शब्द बोल्दा पनि एकदम क्यालोरी इनर्जी लस भइरहेको जस्तो फिल हुने। तर फेरि मेमोरीको लागि पनि फोटो भिडियो त खिच्दै पऱ्यो। यहाँ ट्रेकरहरू बिहानैबाट हिँड्न सुरु गरेका छन्। मौसमले भयङ्कर साथ दिएको छ, एकदम चिल मौसम, घाम लागेको छ। And this guy from India. Hey. This guy has guts. He's going solo. Yes bro, thank you. एक्लै हिँडेको सस्याहार के हो, खतरा सस्ता भन्छ। हरि ल यो अब एकछिन यस्तै गरालो कालो थुकुल्ला भन्ने ठाउँसम्म, त्यहाँबाट फेरि उकालो छरी। जय होस्, जय धरती माता, जय हिमालय। ल है त एउटा पानारोमा यो ल लामबद्ध छन् पुरै ट्रेकर। मोस्ट अफ देम आर फ्रम इन्डिया, इजरायल, चाइना, अमेरिका, जर्मनी, एभ्रिवेयर, एभ्री कन्ट्री।